आज हामी कुरा गर्छौं नुभियाको V70 Max र V70 डिजाइनको बारेमा। कुन चाहिँ स्मार्टफोन चाहिँ राम्रो छ त? डिस्प्लेको कुरा गर्दाखेरि V70 डिजाइनमा तपाईहरुले 6.7 इन्चको डिस्प्ले पाउन सक्नुहुन्छ भने V70 Max मा चाहिँ तपाईहरुले 6.9 इन्चको डिस्प्ले पाउन सक्नुहुन्छ। तर दुईटैको कमन पार्ट भनेको दुईटैमा तपाईहरुले 120 हर्ट्ज को डिस्प्ले देख्न सक्नुहुन्छ जुन चाहिँ HD प्लस रहेको छ। परफर्मेन्सको कुरा गर्दाखेरि नुभिया V70 डिजाइनमा तपाईहरुले UniSoC T606 पाउन सक्नुहुन्छ भने V70 Max मा तपाईहरुले UniSoC T7200 देख्न सक्नुहुन्छ। आउट अफ द बक्स दुईटैमा तपाईहरुले MyOS पाउन सक्नुहुन्छ। क्यामेराको कुरा गर्दा तपाईहरुले दुईटैमा ट्रिपल रियर क्यामेरा सेटअप देख्न सक्नुहुन्छ भने स्पेसिफिकेसन पनि एउटै रहेको छ। 50 मेगापिक्सलको प्राइमरी क्यामेरा देख्न सक्नुहुन्छ भने एक्सिलरी क्यामेरा र 2 मेगापिक्सलको एउटा क्यामेरा पनि तपाईहरुले देख्न सक्नुहुन्छ। तर मेजर डिफरेन्स भनेको V70 डिजाइनमा तपाईहरुले 16 मेगापिक्सलको फ्रन्ट क्यामेरा पाउन सक्नुहुन्छ भने V70 Max मा चाहिँ तपाईहरुले जम्मा 8 मेगापिक्सलकै पाउनुहुन्छ। स्टोरेज र र्यामको अप्सनको कुरा गर्दाखेरि चाहिँ V70 डिजाइनमा तपाईहरुले 8GB र्याम पाउन सक्नुहुन्छ भने स्टोरेजको लागि चाहिँ दुईटा अप्सन छ 128GB र 256GB भने V70 Max मा चाहिँ तपाईहरुले 6GB र्याम पाउनुहुन्छ भने स्टोरेजको लागि चाहिँ जम्मा 128GB मात्र एउटा अप्सन रहेको छ तपाईहरुको लागि। तर यदि तपाईहरु SD कार्ड हालेर एक्सपान्सन गर्न चाहनुहुन्छ भने चाहिँ त्यो अप्सन पनि तपाईहरुलाई कम्पनीले दिएको छ। ब्याट्रीको कुरा गर्दाखेरि 1000 mAh को डिफरेन्स तपाईहरुले देख्न सक्नुहुन्छ। V70 डिजाइनमा तपाईहरुले 5000 mAh को ब्याट्री पाउन सक्नुहुन्छ भने V70 Max मा चाहिँ तपाईहरुले 6000 mAh को ब्याट्री पाउनुहुन्छ। तर दुईटै स्मार्टफोनमा चाहिँ तपाईहरुले सिमिलर 22.5 वाट को फास्ट चार्जिङ पनि पाउन सक्नुहुन्छ जुन चार्जर चाहिँ तपाईहरुले बक्समै पाउनुहुन्छ। दुईटै स्मार्टफोनमा तपाईहरुले टाइप सी पोर्ट 3.5mm हेडफोन ज्याक र साइड माउन्टेड फिंगरप्रिन्ट पनि पाउन सक्नुहुन्छ। अब कुरा गरौँ प्राइसको बारेमा। झट्ट हेर्दाखेरि त एकदमै महँगो फोन हो जस्तो लाग्न सक्छ हामीलाई, तर V70 Max को 6/128GB भेरिएन्टको तपाईहरुलाई पर्न जानेछ 15999 भने V70 डिजाइनको 8/128GB भेरिएन्टको प्राइस रहेको छ 16999 भने 256GB भेरिएन्टको प्राइस रहेको छ 18999। दुईटै स्मार्टफोनको स्पेक्स र प्राइस तपाईहरुले थाहा पाइहाल्नुभयो। दुईटा मध्ये कुन चाहिँ तपाईहरुलाई राम्रो लाग्यो कमेन्ट गर्नु होला। यस्तै भिडियो हेर्नको लागि मलाई फलो गर्नुहोस्।